आजको यथार्थ के छ? यो देशको राष्ट्रपति आर्यवर्गबाट हुनुहुन्छ, यो देशको उपराष्ट्रपति पनि त्यही वर्गबाट हुनुहुन्छ, देशको प्रधानमन्त्री पनि त्यही वर्गबाट हुनुहुन्छ, सभामुख पनि त्यही वर्गबाट हुनुहुन्छ, राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष सबै यही वर्गबाट छन्। हुँदा हुँदा सुरक्षाका प्रमुखहरू पनि त्यही वर्गबाट छन्। अनि कसरी बनिन्छ 36% झन्डै 1 करोड जनजातीय आदिवासीको प्रतिनिधित्व छ भनेर? कहाँ छ त्यो प्रतिनिधित्व? के यो देशमा जनजाति र आदिवासीको होइन? यो देश संविधानले व्यवस्था गरेको समानता र समावेशता कहाँ छ? यो त केवल कागजको खोस्टोमा मात्र सीमित भयो। हामीले एउटा जनजातिको छोरीलाई अगाडि बढायौँ, त्यो केवल व्यक्तिको प्रश्न थिएन, त्यो त सम्पूर्ण समुदायको आवाज थियो, पहिचानको सङ्घर्ष थियो। तर फेरि पनि त्यो आवाज दबाइयो, केही छैन। पानी बग्दै गर्छ, हावा चल्दै गर्छ, तर प्रश्न यो हो, त्यो हावाको वेग कतातिर बगिरहेको छ, कसका पक्षमा बगिरहेको छ? यदि त्यो हावा सधैँ एउटै वर्गतिर मात्रै बगिरहने हो भने यो देशमा समानता कहिले आउँछ अनि न्याय कहिले स्थापित हुन्छ? एउटा युवा, भर्खरको युवा नेपालको छोरी यो देशको उपसभामुख हुँदै हुनुहुन्छ। यसमा हामीलाई कुनै आपत्ति छैन। हाम्रो साथ र समर्थनले बरु यसमा सुनमा सुगन्ध थप्नेछ भन्ने अपेक्षा गरेका थियौँ। तर त्यस्ता पदहरूमा सबैको साथ समर्थन लिएर अगाडि बढ्दा अझ राम्रो सन्देश जाने थियो। तर तपाईँहरूकै धोकाका कारणले त्यो हुन सकेन। तर खैर केही छैन। याद राख्नुहोला, समावेशी सहमति प्रजातन्त्रको मूल आधार हो। बहुमत र अल्पमत बीचको सहमति र सम्झौता प्रजातन्त्रको आत्मा हो। यो बचाइराख्नु हामी सबैको कर्तव्य हो। यो कर्तव्य हामी निर्वाह गर्छौँ, यसमा हामी डगमगाउँदैनौँ। खैर यो केवल उपसभामुख पदको मात्र